तपाईहरु हेर्नुस् त यो आलु कति वेट होला यसको मैले युकेमा यो आलु तरकारी किन्दाखेरि भेटेँ यो आलु मिनिमम तपाईको 2 किलो जति छ अब यत्रो त आलु चाहिँ अब कुन तरिका कुन प्रजातिको आलु हो यो कसरी यसो बना यत्रो सम्म फले म पुरै बुझ्दैछु हेर्नुस् ल यो आलु यो तरकारी किन्न जाँदाखेरि मैले यो चाहिँ ठुलो देखा छानेर ल्याएको अब यत्रो आलु पनि अब यहाँ युकेमा फल्दो रहेछ आलु हेर्नुस् है आलु ल हेर्नुस् तपाई पनि हेर्नुस् चिन्ता नगर्नुस् त्यो त आलु पनि फल्दो रहेछ